हेलो दर्शक महानुभावहरुमा सबैजना नमस्कार भन्न चाहन्छु। हाम्रो पर्सन शिवकोटीले गाउनुभएको गीत र शान्तिश्री परिवारले गाउनुभएको गीत आँखाले भोला मायालु मनैले बोले त कसले पो सुन्छ र न्याउली मनैमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा। यो गीत धेरै मन परेको, सबैजनाले माया गर्नुभएको पर्सन शिवकोटी र शान्तिश्री परिवार मैले अघि नाम ल्याएको छु, नाम लिइसकेँ, ल्याएको छु होइन, लिइसकेको छु। हजुरहरूले आशा छ तपाईँहरूले नि मैले नै यसरी नै गाउन पाउनेछु, तपाईँहरू माया गर्नुहुनेछ। अनि अर्को गीत राजु परिवारले गाउनुभएको सुरु, मलाई त राजु परिवारको फेभरेट हो नि त। सबैजना दर्शकहरू मेरो टिकटकमा जोडिन सक्नुहुन्छ, 3200-3300 हुनुहुन्छ। राकेश कार्की 112। टिप्छु फुल डर छैन काँडाको, तिम्रै हो मन सम्झ टाढाको, मिरमिरेको घाम मिरमिरेको घाम लार्के जोबान तिम्रै हो राम राम ढाटे मरे जाम, मिरमिरेको घाम लार्के जोबान तिम्रै हो राम राम ढाटे मरे जाम। साह्रै मनपर्ने पहिलाको गीत अहिलेको गीत मैले दुवै गीत गाइसकेँ। आशा छ हजुरले मेरो गीत हेरेर सबैजनालाई सेयर गर्नुहोला। मेरो युट्युब च्यानल 34 सब्सक्राइब भएको छ, अझै सब्सक्राइब बढाउँदै जानुहोला। मैले इन्द्रेणीमा गएर 1.5 वर्ष 1 वर्ष अगाडि 1.5-2 वर्ष अगाडि पनि त्यो खै के नाम त बिर्सिहालेँ, सरी होइन, साइडमा बसेर गाएको छु। त्यो गीत पनि तपाईँहरूले धेरै माया गर्नुभएको छ। 13-14 दिनमा 2600-जनाले हेर्नुभएको छ। मैले थोरै कट गरेर हालेको थिएँ, 1 मिनटको भिडियो हालेको थिएँ। ए श्याम राणा, सरी श्याम राणा भन्न बिर्सेको हो, असर काटेर हालेको थिएँ। हजुरले मन पराउनु भएको छ, 2600जनाले हेर्नुभएको छ, धेरै खुसी लाग्छ। अझै त्यो भिडियो हेरेर सेयर गर्नुहोला है। तपाईँहरूको माया आशीर्वाद सधैँ रहिरहोस् भन्न चाहन्छु। सबैजनाले यसरी नै सपोर्ट गर्नुभयो भने मेरो गाउने कला अझै बढ्दै जानेछ। मैले हजुरहरूको माया आशीर्वाद पाइरहनेछु। अब प्यारो मित्र अर्जुन सापकोटा बनकीचरी गाउने, उहाँले पनि धेरै माया पाउनु भएको छ। 7 लाख सब्सक्राइब पुग्न लागेको छ उहाँको पनि, र उहाँको 7 लाख सब्सक्राइब पुग्न लागेको छ। झलीको गीत हालेको कति 15-16 दिनमै उहाँको 1 करोड भ्युज गएको छ। मैले 1 मिनट गाएर हालेको थिएँ, तपाईँहरूले मन पराउनु भएको छ। अब यो पनि मैले अपलोड गर्छु। सबैजनालाई सेयर गर्न र सब्सक्राइब गर्न नभुल्नु होला। अनि मेरो फेसबुकमा हुनुहुन्न भने नि राकेश कार्की फेसबुकमा जोडिनु होला। मैले टिकटक पनि अघि नै भनिहालेँ, राकेश कार्की 112 है। तपाईँहरूको माया आशीर्वाद मैले भनिरहेको छु, रहिरहोस् र पाइरहौँ। भोलिका दिनहरूमा नि अझै राम्रो गाउने प्रयास गर्दैछु र हजुरहरूले सपोर्ट दिइरहनु होला र म गाइरहन चाहन्छु भन्न चाहन्छु। हस् त, म अहिले क्यामेराबाट छुट्टिन चाहन्छु। हस् त, यसरी नै माया गरिरहनु होला। मेरो भिडियो सेयर गर्न र सब्सक्राइब गर्न मैले भने छु बारम्बार, नभुल्नु होला है त। हस् त, सबैजनालाई नमस्कार भन्न चाहन्छु।